भूपेन्द्रको बहिनी जुन केटासँग बिहे हुन लागेको उसँग भागेर बिहे गर्दै हुनुहुन्थ्यो, तर आमाले रोकेपछि फर्किनु भयो। के भूपेन्द्रको बुबाले जग्गा बेचेर छोरीको बिहे गर्न मान्नुहुन्छ त? भुन्टी बाटोमा जाँदै हुनुहुन्थ्यो, एक्कासी कसैलाई देखेर झसङ्ग हुनुभयो। भुन्टीले कसलाई देख्नुभयो होला त? मलाई लाग्छ पक्कै पनि भूपेन्द्रको गर्लफ्रेन्डलाई त कतै देख्नु भएन। यदि हो भने भुन्टी उसको माध्यमबाट भूपेन्द्रलाई पिटेर घाइते बनाउने सम्म पुग्नुहुन्छ र उनीहरूलाई पुलिसको जिम्मा लाउनुहुन्छ होला। यता टोकले एकदमै धेरै रिसाएको छ भुन्टीसँग, किनकि भुन्टीलाई त्यस्तो दुर्व्यवहार गर्ने भूपेन्द्रलाई अहिले स्याहार सुसार गरेर बसेको कारणले र आफूले भनेको नमानेको कारणले भुन्टी र भूपेन्द्रलाई घरमा ल्याएको कारणले भूपेन्द्रको भाउजू एकदमै रिसाउनु भएको छ। भूपेन्द्रको दाइले बल्ल तल सम्झाउनु भयो। ऊ अलि हिँड्न सक्ने भएपछि गाउँ पठाइदिने कुरा गर्दै हुनुहुन्छ। भीम पनि आफ्नो भाउजूले गरेको नराम्रो व्यवहार सहन नसकेर गाउँ आमा र बहिनीसँगै जानुभयो। अब भीम विदेश जानुहुन्छ या गाउँमै केही गर्नुहुन्छ होला। मलाई लाग्छ अब आउने भागमा भुन्टीले भूपेन्द्रलाई घाइते बनाउने मान्छेलाई पत्ता लगाउनुहुन्छ होला। भूपेन्द्र पनि ठिक हुन्छ र भुन्टीसँग माफी माग्नुहुन्छ होला।